हेलो एभ्रिवान, सबजनालाई झोले नमस्ते अनि स्वागत छ तपाईँहरूलाई फेरि पनि मेरो अर्को मिनी भ्लगमा। तपाईँहरूले मेरो मिनी भ्लग पहिलोचोटि हेर्नुभएको छ भने मेरो नाम हो निर्मला सिन्जाली मगर। म चाहिँ बुटोलदेखि अनि आजभोलि चाहिँ मैले बेकरी क्लास लिइराखेको छु, त्यही भएर मेरो धेरै जस्तो बेकरीकै भिडियोहरू आउँछ। आज चाहिँ हामीले क्लासमा बनाउँदैछौँ पेटिज बनाउनको लागि चाहिने सामानहरू फ्लोर, साल्ट, पफ मार्जिन, वाटर हो। हामीले चाहिँ पहिल्यै पफ मार्जिनलाई कति बनाउने त्यसको सबै वेटहरू नाप्ने, अनि पफ मार्जिनलाई चाहिँ हामीले एकछिन फ्रिजमा त्यसलाई ऱ्यापिङ पेपरले ऱ्याप गरेर सेट हुन राख्ने, अनि त्यसपछि हामीले फ्लोर, साल्ट अनि वाटर चाहिँ मिक्सिङ बोलमा राखेर अनि मेसिन चलाइदिने। अनि त्यो गरेपछि हामीले चाहिँ साइडमा आलुलाई नि बोइल गर्न राख्नुपर्छ। हाम्रो डो रेडी भएपछि चाहिँ डोलाई बेल्ने, अनि बेलेपछि चाहिँ हामीले सेट हुन राखेको पफ मार्जिन निकाल्ने फ्रिजदेखि, अनि त्यसमै बेर्ने अनि फोल्ड गर्ने, बेर्ने, फोल्ड गर्ने, बेल्ने गर्नुपर्छ। अनि त्यसपछि त्यही डोलाई पनि एकछिन रेस्ट हुनको लागि फ्रिजमा राखिदिने। अनि बोइल गरेको आलुको हामीले टपिङ बनाउनुपर्छ। त्यसको लागि पहिला हामीले प्यानमा तेल तताउने, तेल तताएपछि लसुन हाल्ने, लसुन अलि रातो भएपछि ब्राउन कलरको आएपछि हामीले प्याज अनि हरियो खुर्सानी राख्ने, त्यो पनि ब्राउन भएपछि चाहिँ हामीले टमाटर राख्छौँ। टमाटर राखेपछि चाहिँ नुन, बेसार अब के हाल्ने हो, अलिअलि पिरो खान मन छ भने हाल्ने, खुर्सानीहरू हाल्ने, अनि एकछिन मजाले चलाउने। अनि टमाटर गलेपछि चाहिँ हामीले बल्ल आलु हाल्ने, अनि आलु हालेपछि नि मजाले चलाउने। एउटा एकदम धेरै हिट गर्नुहुन्न, ग्यास ठ्याक्क मिडियममा बाल्नुपर्छ अनि मजाले चलाउने। अनि यो चाहिँ मैले बहिनीहरूलाई अलिअलि मेरो करे हल्लाको कला पनि देखाउँदै थिएँ, यत्तिकै बहिनीहरूलाई जिस्काएको, बहिनीहरू हाँस्दै थिएन। अनि मजाले आलु चलाएपछि चाहिँ अनि हाम्रो आलु पनि पाक्छ। अनि पहिला चाहिँ यो टेस्ट गर्नुपर्छ, अब नुन कतिको लगाएको छ कि छैन भनेर, अनि कतिको खाने। अनि त्यही भएर मैले चाहिँ यता बहिनीहरूलाई टेस्ट गर्न दिएको थिएँ, अनि सबै अमिठो भएछ भनेन। अनि त्यसपछि हामीले त्यो प्यानबाट तताएर प्लेटमा राख्यौँ, एकछिन सेलाउन राख्यौँ। हामीले प्रयोग गरेको भाँडाहरू चाहिँ सबै हामीले पालो धुन्छौँ, अनि मजाले भाँडा धुने अनि राखिदिने साइडमा। अनि यो चाहिँ हामीले डेली नै सबैजनाले दिनमा एकचोटि कसले धुने त्यसको पालो लाएर हामीले धुन्छौँ। 20देखि 25 मिनट जति हामीले डोलाई फ्रिजमा सेट हुन राखेको थियौँ। त्यो टाइम भएपछि चाहिँ हामीले डोलाई बाहिर निकालेर यस्तो मैदाको सहायताले बेल्ने, अनि लाम्चो पारेर मजाले बेल्ने। अनि बेलेपछि चाहिँ यो त्यसको मैदाको पनहरू बाहिर निकाल्नको लागि चाहिँ यो ब्रस गर्नुपर्छ। अनि त्यसपछि त्यसमा हामीले टपिङ भर्ने, हामीलाई चाहिँ सरले सिकाउनु भएको थियो, यसरी भर्ने, यसरी गर्ने, यसको लेयरहरू यसरी मजाले आउँछ। अनि त्यो धेरै भर्न नि हुँदैन, ठिक्क भर्नुपर्छ, अनि धेरै च्याप्नु हुँदैन भन्दै सरले सिकाउनु भएको थियो। अनि यस्तो टाइपको डिजाइनमा पनि बनाउन सकिन्छ हामीले भनेर सिकाउनु भएको थियो। अनि हामी सबैजनाले त्यसरी नै गऱ्यौँ अनि बनायौँ। अनि यो चाहिँ मैले बिलेटले माथिदेखि काटेर डिजाइन बनाउँदैछु। हामी सबै साथीहरू यसरी मिलिजुली गरेर सिक्छौँ, बनाउँछौँ। अनि हामीले त्यो एक्स्ट्रा त्यो काटेको त्यो डोलाई चाहिँ त्यो बसेको, त्यही भएर हामीले लाम्चो पारेर त्यसलाई डिजाइन गऱ्यौँ। हामीले मिल्कले वास गऱ्यौँ, त्यसपछि ओभनमा टेम्परेचर सेट गरेर ओभनमा राखिदियौँ। अनि यो देख्दाखेरि कस्तो राम्रो देखिएको छ, अनि खाँदा झन् एकदम मिठो थियो। मलाई चाहिँ सबैभन्दा यो पेटिज मन परेको। अनि हाम्रो फाइनल लुक यस्तो भएको थियो। अनि आजको मिनी भ्लग यति नै है त, बाई।